होइन अदुवा उचालेर लसुन भन्नुभयो असिस्टेन्ट कुक चाहिँ त्यहाँ रहेछ मेन कुक यहाँ रहेछ यता चाहिँ टेस्टर यहाँ गुड मर्निङ आज चाहिँ हामी फेरि यहाँ सेन्टर फरेस्टमा आएको खेल्नु यहाँ चाहिँ ग्रुपसँग आएको पनि अनि यो जग्गा चाहिँ यस्तो रहेछ मजा रहेछ यहाँनिर चाहिँ खाने जग्गाहरू पनि के रहेछ तर हामी चाहिँ आफै पकाएर खाने डेकोरेट चाहिँ गरेर राखेकै रहेछ सफा पनि रहेछ मजाकै छ जग्गा उयो भएन रिग्रेट त भएन बनाएर राखेको रहेछ सायद आर्मी एरिया भएर पनि होला पर आर्मी एरिया रहेछ सो यस्तो चाहिँ यहाँको चाहिँ र यहाँनिर चाहिँ यसरी मजाले गरिदिएको रहेछ दुईपट्टिबाट यहाँ खोला छ सानो हो यस्तो मजाले यहाँ बसेर खाने जग्गाहरू पनि बनाइदिएको रहेछ चाहिँ के रहेछ क्यान्टिन जस्तो रहेछ हाम्रो टिम चाहिँ त्यहाँ पर छ हाम्रो टिम चाहिँ त्यहाँ पर छ अब हो यहाँ चाहिँ अब हाम्रो उयोहरू सब्स्टिट्युटहरू चाहिँ यहाँ छ ग्राउन्ड भनिरहेछ यहाँ पनि रहेछ सब्स्टिट्युट हो यहाँ छ हाम्रो टिम चाहिँ चुला यहाँ छ हो चप्पल नबोकी आज प्रितम भाइले हो अब बहिनी यो चाहिँ के बनिएको अरे यो चाहिँ प्याजको ए के यो लसुनको होइन यो प्याजको अरे पकौडा ओके यहाँ हाम्रो विद्या बहिनीले चाहिँ चिया बनाउनु चिया दामी चिया हो होइन यसरी चिया चिया चाहिँ चलाएरै मिठो हुँदो रहेछ चलाएकै मिठो हुँदो रहेछ यहाँ हाम्रो यता के अरे हाम्रो कल्याणी बहिनीले चाहिँ के पो गरेको अरे यो धनिया हो सारा बहिनीले आलु मेरो श्रीमतीले चाहिँ आलु धुँदै रहेछ पर टुक्कै बसेर हो रात लाग्दो भएर यहाँनिर हाम्रो आँसुले चाहिँ ऊ लसुन होइन अदुवा उचालेर लसुन भन्नुभयो गलत इन्फर्मेसन भयो गलत भयो इन्फर्मेसन हो अनि यहाँ पनि छ एक ग्रुप हाम्रो अझै यहाँ सारा बहिनीका आमा हुनुहुन्छ हो विद्या बहिनीका आमा हुनुहुन्छ उहाँ त गयो विद्या बहिनीको दिदी हो अर्को सानो केटा पनि ऊ एक्लै खेल्दैछ लुडो त अर्कै पो छ त हौ चेसको जस्तो छ त है ए लु ऊ सलाद बनाउनु हुँदैछ अरे हो ल चिया कस्तो दामी चिया बनाएको छ हाम्रो दिव्या बहिनीले चिया स्पेसलिस्ट चाहिँ पक्कै रहेछ ए बर्थडेको केक पनि छ आज चाहिँ दुईवटा छ अलिकति बासी के हो रे यो चाहिँ यहाँ चाहिँ पाक्दैन बनाउने मान्छे चाहिँ यहाँ छ कि असिस्टेन्ट कोच चाहिँ त्यहाँ पर रहेछ नि त ए असिस्टेन्ट कुक चाहिँ त्यहाँ रहेछ मेन कुक यहाँ रहेछ यता चाहिँ टेस्टर यहाँ रहेछ हो यता चाहिँ के भन्छ काटकुट गर्नलाई के भन्छ काटकुट डिपार्टमेन्ट यहाँ छ दुईवटा सुब्बा हो त्यो पनि के अरे फागु पन्तक फागु पक्का दिदी बहिनी यहाँ पर पन्तक फागुको आमा यहाँ हुनुहुन्छ यहाँ अर्को हाम्रो स्याङदेनको आमा यहाँ हुनुहुन्छ यहाँ आसु हुनुहुन्छ जाउँ न अरे यहाँ माथिबाट चाहिँ यस्तो देख्दो रहेछ यहाँनिर चाहिँ
बाहिरको भ्यू बनाएर उयो गरिदिएको छ यसरी मजाले रुखमा यसरी गर्दो रहेछ निकै अग्लो बनाएको रहेछ त निकै अग्लो बनाएको रहेछ निकै दरदर हुँदो रहेछ हो यस्तो रहेछ र पनि एनिवे यसरी पर छ हाम्रो टिम यहाँ पर ल जाउँ हामी यहाँबाट चाहिँ यस्तो छ ल अब हामी चाहिँ एकछिन कहाँ पो गएको अरे हामी बस्ती घुम्नु गएको पर सेन्ट्रल फरेस्ट बस्ती है यहाँ रहेछ यहाँ पर चाहिँ सुकुटी पाउँछ अरे भैँसीको यहाँ पर चाहिँ धुवा नि आउँदैछ यहाँनिर चाहिँ सुकुटी हेरौँ सुकुटी पायो भने चाहिँ कतै दिनुपर्छ होला जस्तो लाग्दैछ हो यहाँ हाम्रो अङ्कल भाइको नाम चाहिँ के पो अरे प्रशान्त हो अन्त यता मेरो नाम अजित सुब्बा लु एकदमै के पो अरे फागु पान्तक फागु पोङताक फागु लु मेरो श्रीमतीको चाहिँ साक्के सन्तान परेछ हो अब पर बस्तीमा के कसो रहेछ ए हो त्यहाँ पर हामी पर बस्ती कस्तो रहेछ के रहेछ देखाउनेछु अहिले चाहिँ हामी अब बस्तीपट्टि जाँदैछौँ अस्ति यहाँ सेन्ट्रल फरेस्ट बस्ती आइपुग्यो गाडी ल्याएर आयो यहाँनिर चाहिँ अलिकति हात्तीको दर हुन्छ भनेर चाहिँ हामी यसरी बसेको बस्ती रहेछ हो यहाँ भित्र चाहिँ गाउँ रहेछ हो सबै यहाँ चाहिँ उयो नै हो भाइ हाम्रै हुन्छ सेन्ट्रल फरेस्ट बस्तीको हामी यो हात्तीको उयोले गर्दा चाहिँ यसरी घर गर्नु पर्दछ टाढे घर सबै हात्तीको आतङ्कले गर्दा चाहिँ हो मजाले तर मजाको देखेको है यस्तो खालको होइन किरा होइन किरा फटेङ्ग्राको डर पनि हुँदैन नि त यो गाउँमा मेन भिजिट गर्ने आजको भिजिटर त यहाँ छ नि त तिनजना यी हो कि त्यो सानो भाइ चाहिँ लुक्दैछ है किन नमस्ते गर्नु पर्दैन हो यहाँको मेन सोर्स अफ इन्कम चाहिँ यही होला गोवा नै होला अरू त हात्तीले साह्रो दिँदैन होला ए दोकान साथी उयो कोल्ड ड्रिङ्क लानुपर्छ ल तर कस्तो मजाले बनाएको हेर्नु यही घर छ सबै टाढे हो टाढे घर हो त्यसरी मजाले फुल टाढे हो आलु भुजा दामी हो ल अब हाम्रो भातहरू पनि रेडी भयो हो यी मलाई त कम्ती प्रविन त्यो म खान सक्दिनँ बेसी हुन्छ भात कम्ती छ भात हो बेसी खान सकिँदैन योभन्दा यो त बेसी त आँट पनि नगरौँ होला यति मात्रै छ के खाएको मासुसँग त निकै जान्छ नि अब चाहिँ हाम्रो मोटामोटी सक्यो खाइपी गऱ्यो हो मेरो ससुराबा पर्ने रहेछ एकदम मेरो श्रीमतीको आफ्नै शाखा सन्तान एउटै त्यो पनि खान्छु प्रविनाकोमा अलिकति खान्छु नि सक्यो अब थन्कमन्क गर्ने काम हुँदैछ हो त्यस्तो छ हामीले अब महिलाहरू चाहिँ यसरी चलाइदिउँ यो चलाउनु राम्रो हो होइन तर चलाइदिउँ है बहिनी ल प्रविना आजको कस्तो भएछ भनिदियो त नाचगान त भएन है अब उयो आयो के अरे
हात्ती आउने रहेछ खेद्नु थाल्यो सबैलाई हात्ती होइन कि उयोबाट हात्तीहरूले पुरा डिस्टर्ब गर्यो यो हात्तीहरूले भाइ ब्लग बना न हात्ती डरले राम्रो खान पनि पाएन त्यही त गाइस के गर्नु गाइस खानु पाएन राम्रोसँगले हात्तीको डरले पटेका पड्काउनु थाल्यो माइकिङ गर्नु थाल्यो सो अब हामी चाहिँ जाने गएर चाहिँ शिव मन्दिरमा गएर बस्ने हो अनि पर्सिको दिन चाहिँ कालिम्पोङ जाने हो आजको भ्लगमा यति नै लु अब लु फाइनल यसरी छ हाम्रो यति मेम्बर चाहिँ आएको थियो हो के गरेर लगेज बनाइसक्यो हो यति छ हाम्रो मेम्बरहरू हुन्छ यति नै हो हाम्रो मेम्बरहरू चाहिँ सक्यो यस्तो छ आज त हाम्रो चन्द्रिका बहिनी त मेरो भ्लगमा बोलेन नि हौ एउटा चाहिँ आईमा थियो चाहिँ उयो दिन आँट्यो हो आईमा सो यहाँनिर